अटिजम भनेको यो न्युरो बिहेभियरको प्रब्लम हो। यो कुनै रोग होइन, यो कुनै डिजिज होइन, यो स्वभावको समस्या हो। यसका विभिन्न लक्षणहरू हुन्छन्, जस्तै आई कन्ट्याक्ट नगर्ने, आफ्नो उमेरको साथीभाइसँग मिलेर खेल्न नसक्ने, केही कुरा दिने, लिने, सेयर गर्ने, माया देखाउने, त्यो उसले बुझ्न सक्दैन। र एउटै कुरा बानी बेहोरा चाहिँ रिपिट गरिराख्ने, कसैको चाहिँ ह्यान्ड फ्ल्यापिङ भन्ने हुन्छ, कोही चाहिँ रकिङ चेयरमा हलिराख्ने, कोही टाउको उ गर्ने, टाउको भित्तामा ठोक्ने, कोही चाहिँ आवाज एक प्रकारको आवाज निकालिराख्ने, एउटै रिपिटेटिभ बानी, रिपिटेटिभ बिहेभियर हुन्छ। टु वे कम्युनिकेसनको प्रब्लम। उसले कुरा त बुझ्छ, कमान्ड फलो गर्छ, तर दोहोरो कुरा चाहिँ उसले चाहिँ गर्दैन। यो गर त्यो गर उसले सबै बुझ्छ, तर दोहोरो कुरा चाहिँ उसले गर्दैन। र केही बोलेर भन्दा पनि उसले बढी इसारामा चाहिँ कुराहरू बुझाउने, आफ्नो डिमान्डहरू पुरा गराउने हुन्छ। एकदमै चञ्चल भइराख्ने, एक ठाउँमा बस्न नसक्ने, हिँडिराख्ने, नयाँ ठाउँमा गए एडजस्ट हुन गाह्रो हुने, स्लिपको इस्युजहरू हुने, कतिजना बच्चाहरूलाई कि निदाउन गाह्रो हुने, कोही चाहिँ निदाएपछि बिचमा सानो आवाजले पनि बिउजिहाल्ने, एकचोटि बिउजेपछि खेले गोलो खेलिराख्ने बानी हुने। अनि कसैलाई चाहिँ खानामा एकदम प्रब्लम, एउटै कुरा हिजो पनि खायो, आज पनि त्यही खोज्छ, त्यही कन्सिस्टेन्सी चाहिँ खोज्छ र त्यही खालको खानेकुरा खोज्छ। नयाँ कुराहरू ट्राई नगर्ने, चपाएर खान नखोज्ने, चाहिँ विभिन्न लक्षण। सबै बच्चामा एउटै खालको लक्षण हुन्छ भन्ने हुँदैन, हरेक बच्चाको लक्षण चाहिँ फरक हुन्छ। र यसको उपचार भनेको चाहिँ थेरापी, 90-95% थेरापी नै हो, र 5 to 10% मात्रै सप्लिमेन्ट्सहरू है। कुनै पनि औषधिले 100% फाइदा हुन्छ भनेर पुष्टि चाहिँ भएको छैन। बच्चाको इम्प्रुभमेन्ट चाहिँ राम्रो हुन्छ, र जति चाँडो, जति यङ एजमा यो थेरापी सुरु गर्न सक्यो, इम्प्रुभमेन्ट तपाईँको 80-90% हुन्छ भने जति ढिला सुरु गरियो, यही थेरापी तपाईँले 6 वर्ष 7 वर्ष लागेपछि कुरेर अर्का कुरा सुनेर थेरापी ढिला सुरु गर्नुभयो, इम्प्रुभमेन्ट त होला, तर त्यतिखेरसम्म उसको बुद्धिहरू विकास भइसकेको हुन्छ, बनिसकेको हुन्छ। त्यही भएर चाहिँ उसको इम्प्रुभमेन्ट 30%, 40%, 50% मात्रै हुन्छ। सो जति चाँडो थेरापी सुरु गर्यो त्यति नै चाँडो इम्प्रुभमेन्ट र त्यति नै बेटर इम्प्रुभमेन्ट हुन्छ। र त्यही भएर समयमै यसको लक्षणहरूको पहिचान गरौँ। केही शङ्का छ भए डक्टरसँग सल्लाह लिऊ।